नमस्ते, म भरत दाहाल। अहिले घण्टीको नाममा परिचित पार्टीको स्वरूपलाई कसैले पनि बुझ्दैन। यो पार्टी हो, यो कुनै अन्य प्रकारको संगठन हो, यो संस्था हो। मेरो बुझाइमा यो केही पनि होइन। पहिले मान्छे हेर्नुहोस्, हिजो साम्राज्यवादीहरूले लुकाएका उत्तर, दक्षिण, पूर्व, पश्चिम, आकाश पाताल फर्केर बसेका, अथवा कसैसँग कसैको कुरो नमिल्ने हिजो हेर्दा ती सबै मान्छेहरू त्यही छन्। आज भदौको घटनापछि जुन मान्छेहरू हामी राजनीतिक क्षेत्रका मान्छे होइनौं, हाम्रो काम चुनाव गराउने हो, यो बाहेक हाम्रो कुनै पनि सोच छैन भन्ने गरेका थिए, ती सबै बदमाशहरूलाई घण्टीको छाता मुनि चुनाव उठाइयो। दोस्रो कुरा, अर्को सामाजिक सञ्जालमा देखिराख्नु भएको छ, विदेशी नागरिकता लिएका मान्छेहरू भरमार छन्। विदेशी नागरिकता लिएका अथवा विदेशीहरूको जागिर खाइरहेका मानिसहरूको बिगबिगी छ। त्यति मात्रै होइन, त्यो घण्टी यस्तो देखिन्छ कि सिआइएका मान्छे पनि उठाइएका छन्, रका मान्छे पनि उठाइएका छन्। सबै कुतत्वहरू त्यही छन्। युरोपियन युनियनका मान्छे पनि त्यही छन्, लुटेरा पनि त्यही छन्, ठग पनि त्यही छन्। सबै खालका मान्छेहरूको त्यो छाता हो। त्यो मात्रै होइन, तपाईँ अर्को हेर्नुहोस्, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए। त्यो बार्गेनिङको निम्ति उनले दिएका थिए, त्यो हामी बुझ्छौँ। फिर्ता लिइसकेपछि एउटा कुरा सार्वजनिक भयो, त्यो बुझेकै कुरा थियो। सार्वजनिक नभए पनि घण्टीले राष्ट्रपति बनाउने सहमतिमा उनको सहकारी कोसँग छ, कस्ता मान्छेसँग छ घण्टीको सहकार्य, र यिनका पछि लाग्ने, यिनको पब्लिसिटी गर्ने मिडिया हेर्नुहोस् एकचोटि, यिनको भूमिका हेर्नुहोस्, नागरिक अनुहार अगुवा भन्नेहरूको अनुहार हेर्नुहोस्, यिनले नेपालमा के गर्दै आएका छन्। समाजसेवी वा कुनै अभियन्ता, स्वघोषित अभियन्ता सबै हेर्नुहोस्। माने त्यो यस्तो ठाउँ हो, थलो हो, माने यस्तो चौतारी हो घण्टी भनेको, जहाँ नेपालमा भएका सबै प्रकारका कूड़ा कर्कटहरू जम्मा गर्न सकिन्छ। र विदेशीले यो देखाउन खोजिरहेको छ कि तिम्रो लोकतन्त्र यही हो। लोकतन्त्र भनेको वास्तवमा यही हो जो हामी देखिरहेका छौँ। जो घण्टीको छाता, यद्यपि योभन्दा अगाडि कोही दलहरूको कुनै लोकतन्त्र थिएन, मैले त्यो भन्न खोजेको होइन। उनले कुनै राम्रो काम गरेका थिए, मैले त्यो कहिले पनि भन्न पनि चाहन्न। तर दलहरू खराब थिए भनेर साम्राज्यवादले यस्तो एउटा न्यारेटिभ बनाएको छ आफ्ना प्रविधि प्रयोग गरेर कि सबै यस्तै यस्तै स्तरका मान्छेहरू, आज प्रधानमन्त्रीका आकांक्षी हेर्नुहोस्, चुनाव लडेका मान्छे हेर्नुहोस्, र तिनका चरित्र, तिनका इतिहास हेर्नुहोस्। माने नेपाल यस्तै राजनीति गर्ने देश हो। विदेशीले त्यो स्थापित गर्न खोजिरहेको छ ताकि नेपाल एउटा मूल्यमा चल्न नसकोस्, कुनै मूल्य भएको मान्छेले नेपालको नेतृत्व नगरोस्, र यस्तै चरित्रहीन, मूल्यहीन, नैतिकताहीन, उद्देश्यहीन, जसको देश पनि छैन, जसको समाज पनि छैन, जसको केही पनि छैन, यस्तै कूड़ा कर्कटहरूले चलाउने देश हो नेपाल, यो स्थापित गर्न खोजिरहेका छन्। र यो जो प्रवृत्ति, घण्टी प्रवृत्ति जो देखिया छ नि, यो भस्मासुर प्रवृत्ति हो। हामीले कुनै दलको पक्ष विपक्षको कुरा गर्ने होइन, त्यससँग हाम्रो सरकार पनि छैन। तर जुन प्रवृत्ति अगाडि बढाइरहेको छ त्यो चाहिँ थलोलाई प्रयोग गरेर यो निकै डरलाग्दो छ, र यसले नेपाललाई भयावह दिशातिर लैजानेवाला छ। यो जैव प्रयोगशाला हो। साम्राज्यवादीहरूले जसरी कोरोना बनाएर हमला गरे संसार अस्तव्यस्त बनाउन, जसरी संसारका धेरै यस्ता ल्याबहरू बनाएका छन् विदेशीहरूले, जहाँ कीटाणुहरू उत्पादन गरिन्छ, त्यही कीटाणु उत्पादन गर्ने थलो हो घण्टी। त्यो टेस्ट ट्युबको रूपमा छ। अहिले टेस्ट ट्युबमा जो विभिन्न खालका रसायनहरू हालेर कसैलाई घोलिन्छ, कसैलाई उन्मूलन गरिन्छ, कसैलाई जलाइन्छ, त्यस्तै खालको एउटा प्रयोगशाला हो। यसबाट केही हात लाग्छ वा केही राम्रो चिज आउँछ, यो भ्रम कुनै पनि नेपालीमा नरहोस्। दलहरूभन्दा धेरै खराब यो, यसको प्रकृति प्रवृत्ति हेर्दाखेरि, यसभित्रका मान्छेहरू हेर्दाखेरि पहिले त्यो जमघट हुनेहरूको चरित्र र हिजोको यिनको पृष्ठभूमि निहाल्नुहोस्। सबै कुरा बुझ्नुको निम्ति काफी छ भन्ने मलाई लाग्छ।